होइन, फिल्ड भिजिट भनेको त रमाइलोमा मात्रै हुन्छ भनेको त बाफ्रे, हामी त हाइकिङ गएको हो कि फिल्ड भिजिट भनेर हामी आफै कन्फ्युज भइरहेछौँ साथीहरू। नमस्कार, हाम्रो डेस्टिनेसन प्लेसमा चाहिँ हामी पुगिसकेका छौँ। हामी चाहिँ सबै रुमको लागि वेटिङ गर्दैछौँ। आजको हाम्रो चाहिँ के हुन्छ भनेर सेड्युल चाहिँ सरले हामीलाई भन्दै होइसिन्छ। अनि हाम्रो चाहिँ अब सेड्युल के हो भनेर भन्दै होइसिन्छ। हामी चाहिँ भोक लागिरहेछ सबैजनालाई। अनि त्यसपछि पहिला रुममा जाउँ, अनि त्यसपछि खाना खाऊँ भनेर सबैजना आफ्नो रुममा जाँदैछौँ। अनि रुममा गएको त साथीहरू हामी त होस्टेलमा गए जस्तै फिल भइरहेको थियो, किनभने यहाँको बेडहरू पुरै होस्टेलको जस्तै थियो। अनि केटीहरू चाहिँ होइन हामी माथि बस्ने भनेर चढिरहेको थियो। अनि हामी चाहिँ हतार भित्र गएर रुम गरेर अनि बाहिरको यसो भ्यू हेर्दै हतार खाना खान निस्क्यौँ। एकदमै भोक लागिरहेको थियो हामीलाई चाहिँ। अनि यहाँको भ्यू चाहिँ एकदमै राम्रो थियो। अनि खानासाना खाएर अब हामी चाहिँ हाम्रो गन्तव्य हाम्रो फिल्ड टुरको लागि गइरहेका छौँ। हामी चाहिँ मजाले जाँदैछौँ। अब हामी चाहिँ एकैछिन 5 मिनटको लागि गाडीमा जाँदैछौँ साथीहरू। अनि हामी सबैजना गाडी चढ्दैछौँ। गाडीको यात्रा चाहिँ अब जे होस् यहीँसम्म थियो 5 मिनटको लागि। अनि त्यसपछि हामी चाहिँ उकालो चढ्दैछौँ। एकदम गर्मी भइरहेछ। हामीलाई चाहिँ फिल भइरहेछ हामी हाइकिङ आएको हो कि फिल्ड भिजिट भनेर हामी आफै कन्फ्युज छौँ है। अनि कोही अगाडि गइसके कोही पछाडि, तर एउटा अटो चाहिँ यहाँ देखियो, तर बाटो चाहिँ ठिकै थियो। अनि हामी चाहिँ एकदमै अब पहिला चाहिँ हामी स्कुलमा जाँदैछौँ। अनि स्कुलमा गएर चाहिँ अनि त्यसपछि हाम्रो चाहिँ अनि मेन काम सुरु हुन्छ। अनि एकदमै गर्मी छ, कोही पछाडि आइरहेछन् कोही अगाडि, हिँड्नलाई एकदमै गाह्रो भइरहेछ। त्यहाँको अब भ्यू चाहिँ एकदमै राम्रो थियो। अब कतिखेर आउँछ भनेर लगभग 45 मिनटको हिँडाइपछि हामी चाहिँ हाम्रो स्कुलमा आइपुगेका छौँ। हामी चाहिँ ओरवाङ स्कुलमा पुगेका थियौँ। त्यहाँ चाहिँ चेपाङ समुदायको बच्चाहरूलाई चाहिँ आज भेटेर हामी यसो गफ गर्ने थियो। अनि त्यहाँको म्यामहरूले चाहिँ हामीलाई एकदमै राम्रो तरिकाले स्वागत गर्नुभयो। अनि चाहिँ हामी स्वागत भएर हामी चाहिँ एकदम साथीहरूको भिडियो गरिरहेको थियौँ। अनि एकदमै मक्ख परेर हाम्रो स्वागत चाहिँ एकदम राम्रो भयो। अनि स्वागत भइसकेपछि चाहिँ हाम्रो चाहिँ एउटा यहाँ सानो कार्यक्रमहरू थियो ओरवाङ स्कुलमा। हामी चाहिँ त्यहाँ पुगेपछि चाहिँ सबैजना जन्ते बाख्रा खानालाई लाइन बस्छ नि बिहेमा गाउँमा, त्यस्तै तरिकाले चाहिँ चौरीमा सबैजना लाइन लाएर बसिरहेको थियौँ। त्यही पनि हामी एकदमै खुसी छौँ, किनभने हामी बल्ल त्यत्रो हिँडेर बल्ल आरामले बस्न पाएका छौँ है। अनि हाम्रो चाहिँ यहाँ कार्यक्रम स्टार्ट भइसक्यो। अनि स्टार्ट हुँदै चाहिँ त्यहाँ सानोतिनो पानी पर्यो। अनि हामी चाहिँ छाता उड्दै कार्यक्रमको मजा लिँदैछौँ। अनि हाम्रो कलेजबाट आएका साथीहरूको गीत गाउने प्रोग्राम पनि थियो। अनि उहाँहरूले गीत गाउनुभयो। अनि एकदम रमाइलो भयो। हामी पनि सुनेर ताली बजाइरहेका थियौँ। अब त्यसपछि यो प्रोग्राम यहाँ स्कुलको सिधाइसकेपछि चाहिँ हामी चाहिँ चेपाङ बस्तीमा गएर चाहिँ हामी त्यहाँको अवलोकन गरेर 2-4वटा कुराहरू जे हामीलाई सरहरूले म्यामहरूले टपिक दिनुभएको छ त्यसको बारेमा चाहिँ हामी तथ्याङ्क सङ्कलन गर्न जाँदैछौँ है। अब हामी चाहिँ यहाँबाट जाँदैछौँ, 2-4वटा फोटोहरू खिच्यौँ। अनि अब हामी जाँदैछौँ। सी यू इन नेक्स्ट भिडियो। थ्याङ्क यू फर वाचिङ।